फाइनली हाम्रो चटपट बन्यो। अनि नाक चाहिँ बाङ्गो इनको फेरि के बोले भाइ? के बोले अरे मेरो त नाक आउँछ। चेस गरौँ ल। खानु न खाइसक्नु खाए छोरो। खानु न खाइसक्नु खाए। हेलो नमस्ते एन्जरले हजुरलाई मेरो भिडियोमा स्वागत छ। आई होप हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै। तिमीलाई कस्तो छ? आज चाहिँ हामी चटपट बनाएर खान लाग्यो। त लोबिन दिदीले चटपट बनाउनु भयो। हेर्नु न पैसा मागे गर्नुभएको के। आज पनि एउटा भ्लग बनाउन लागि सर। यो चाहिँ यो देवकोटा किराना पसल भन्ने यही हो, काउसतीको नयाँ बजारमा। यी दुईटा हाम्रा ग्राहक, हो है। तर यिनी चाउचाउ चाहिँ धेरै खान्छन्। यिनीहरूले चाउचाउ नखायो भने मान्दै म व्यापारी भएर पनि त्यस्तो भनिरहेको छु। चाउचाउ नखायो है। अब हस् भन्ने हो, साँझ फेरि 5 वटा लिएर गइहाल्छन्। अर्को अनि नाक चाहिँ बाङ्गो इनको फेरि नाक बाङ्गो इनको नाक फेरि थेप्चो। यो बाङ्गो यो थेप्चो मिलेपछि के हुन्छ? सर त्रिशुलीको नदी जस्तो हुन्छ। अनि यो फ्रिज पसलको भ्रमण गर्ने हो टक्क। अब यी दुईटा नाचकुमारी, तर अस्ति नाचिनन्। मलाई दुःख लाग्यो, साह्रै दुःख लाग्यो। हेर दाँत हेर कति सेता हुन्। केले गुलले घोड्छौ र तिमीले? सुपर गुलले। ए के थापी के 5 रुपियाँ राखिदियो बिचरा। गजब बेइज्जती है। यहाँ 5 रुपियाँ राखिदियो। खै 5 रुपियाँ। ल टमाटर खाऊ तिमीले, टमाटर खाऊ ल, टमाटर खाऊ है, टमाटर खाऊ ल, टमाटर खाऊ ल। अब यो आजको भ्लग यही समाप्त। ए समाप्त नगर्ने? ए चटपट मजाले चटपट बन्दैछ। यहाँ के हाल्यौ तिमीले? क्यालकुलेटरमा हिसाब गर्दै राख्दै गर है। रासित काट। आज त नाक सोझो देख्छु त, किन हो? तिम्रो पहाड कहिले त्यहाँ? तिमीहरूको पहाडहरू कहाँ गरे? छिटो भन न। तिमीहरूको पहाड घर अर्खला। तिम्रो धोबारी। मोबाइल चाहिँ ए अर्खला दाइसँग छ। यसको मोबाइल आफैले चलाछ। मेरो मोबाइलमा त भ्लग बन्दैछ, सबैले हेरिदिनु होला। उता देखाउनु न दिदीलाई। अर्का ग्राहक आउनुभयो हाम्रो। ल स्वागत छ मलाई। झोलै बोकेर के लिन आउनुभयो? आलु। यो अर्की पनि आइछन्। ल मुसुक्क हाँस्देऊ नानी एकचोटि। यिनको 34 वटा दाँत छ अरे। हो यी सानी नानीको त झन् 38 वटा छ दाँत। ल नाक बाङ्गो भएपछि मोबाइलले बाङ्गो गराउनु पर्छ क्या। फाइनली हाम्रो चटपट बन्यो। दिदीले बनाउनु भएको कस्तो रहेछ हेरौँ। उना न लाजिना दिदी आउनु हुन्न रे उताको दिदी। लाजिना उना खुर्सानी डम्राको न मिस्टर। अब चाहिँ हामी चटपट खानेछौँ। कस्तो बनेको छ नि यो खुर्सानी पनि छ। खाए ल कस्तो छ नि? आलु हालेर हुन्छ।
राम न ए कति लामो छ है यो कति ठुलो छ तोरीको तेल हाल्नु भएको हो दिदी कस्तो गन्ध खायो अचार हो क्या अचारको तेल हालेको मुलाको खाँदै अचारको तेल सबै थोक हालेको हेर्नु बाँच्नु न के हुन्छ दुध हाल्नु कति ठुलो बनाउनु भएको छ टमाटर मलाई दियो त कति ठुलो बनाउनु भएको छ टमाटर मिठो कस्तो बन्यो खाने कस्तो भएको तेल हाल्नु भएन अचारको तेल हालेको क्या कहिले चिल्लो नखाने भनेको उहिले मैले हो टमाटर चप्पल मन परेन मन पर्यो अनि भिडियो खिच्नु परेन हामी दुईजनालाई ए हेल्दी चटपट क्या हालेको कस्तो छ भनिदियो चटपट कस्तो छ भनिदियो मिठो कसले बनाएको यता दिदीले बनाएको नाकले बना पिरो भयो खोर्सानी तोकेको त नाकेको त दाम खोर्सानी देखाइदेऊ न मैले एउटा भ्याइ भ्याइ खोर्सानी चटपट खानु भयो आउनु है मुन्टे वेलकम यो होइन कि हजुरको त्यहाँ बर्कोमा राख्या बुन्टे भोलि बुन्टीको बर्थडे हो नि ह्यापी बर्थडे बुन्टे यता हेरिदेऊ न यता 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 ऊ त्यहाँ हेर कपडा लगाइदिए फोटो दिने दाइ कस्तो लाग्यो हजुरलाई चटपट कस्तो लाग्यो भन्नु मिठो नलागेको कसैले खान्छ हजुरको बुढीले बनाउनु भएको कस्तो छ एकदम ठिक छ एकदम गुड छ हाई गरिदियो बुन्टु हाई गरिदियो भागे मेरो त नकाम होइन कि पिरो भयो ल भुन्टेले पनि चटपट खाएको अब भुन्टे तिमीले 1 लिटरको कोक किनौ न पसिना आयो कि अरू केही नजुलै दिँदा पसिना आएर 50 रुपियाँको 50 रुपियाँको 7 जना 70 त उठा भयो 1 लिटरको भन्छ 140 पर्छ 30 पर्छ त खानु त ल कालोवाला खानु दुनु चल्न चटपटको दिँदैन त हामीले 140 मात्र हो त्यो कालोवाला के मलाई आफ्नै छ होला एकदम बराबर हुन्छ त्यसपछि बुन्टे के खाएको खानु त गिलास लिएर आउनु दाइ यहाँ हेर यहाँ देखाऊ यता लाग्छ कि हजुर देखाउन ल्याइदिनु भयो ओइ यता हेर खान्छ के खाएको फाइनल्ली हामीले चटपट खाएर भ्यायो पिरो पनि पर्यो ए काम छ यो त पिरो हो यस्तै खाउला ल अब यो खाने आस्तै पिरो भयो मतिर मोबाइल पास हुँदैछ यो अर्को यता छ बुन्टे यहाँ छ म यहाँको मलाई खासै पिरो भएन यसले खाएकै छैन खुर्सानी खाए पो मैले सबै भएको जति खुर्सानी मैले खाएँ होला दिदीले सबै मेरै भागमा हालिदिनु भएको चटपट खाएको अरे क्या यसले बुन्टे चटपट खाएको पिरो भएको होइन यता हेर्दै हादेऊ काम छ ल ताली पड्काइदेऊ न नमस्ते गरिदेऊ
हाम्रो कोक रेडी भयो यहाँ भुन्टेलाई नि कोक चाहिन्छ भुन्टे अर्कीलाई मोबाइल चलाउन पाइसि आमा केही थाहा छैन चटपट नि यति खायो होला के बढाएर यहाँ गर्ने राख्नुमा के गर्ने ए भने के हो यहाँ के छ बढाएर फ्याँक्ने यो त फ्याँक्दिउँला नि ए भनेको के हो त क्या यो दिदी एकदम छुची हुनुहुन्छ क्या छुची दिदी बिचरा रुनु भयो चटपट खाएर हैन यस्तो नभएको यताउतापट्टि के छोप्नु न दिदी छोप्नु न चेस गरौँ ल चेस खानु न खाइसक्नु खाए छोरो दाइ चेस गर्नै पाउनु भएन खाने बाबु खाए ल अघि हो खानु पर्ने हो चटपट भ्याएपछि मात्र त्यो दाइलाई अघि नै भनेको भए हुन्थ्यो नि चेस गरौँ दाइ चटपट खाँदाखेरि खाइ भ्याउनु भयो चेस गरौँ भनेको ए तेल पिरो खालाई अरु भन्दैन घाट दुख्छ मलाई साँझबाट भोलि त भुन्टेको बर्थडे हो केक ल्याउन पठायो बाबालाई क्यामेराम्यान यस्तो हुन्छ के मेरो अब म भिडियो इन गर्छ दाइ मेरो भिडियो यति नै अब सक्दिनँ म बनाउन मतलब मेरो भिडियो सिँगै भुजा दुईटा चाउ त्यत्रो हाल्दा पनि थोरै भएको चटपट पनि मेरो भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला बाई बाई सरिना यतै छिन् हो र सरिना भिडियो बनाउँदै छिन् बाई बाई गाइस दिदी बाई बाई भन्दिनु न दिदी बाई बाई भन्दिनु न बाई 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 गर्दा बाई बाई गर्दा ओहो बाई बाई गर्दा बाई बाई भिडियो इन गरेको